हेलो गाइज, वेलकम टू माई च्यानल। अनि म त आज साथीलाई पाल्पा लिन जान लागेको थिएँ। I got heroin. के छ? यो मैले लिन आएको थियो मर्निङमा आएको भएर म अलि धेरै फ्रेस पनि देखेको छुइनँ। प्लस मैले ब्रस फेस वास मिक्सी केही पनि धोएको छैन। सो मजा आया। सो म कस्तो देखाएको छु त यार त। गाइस, हामी चाहिँ हिँड्दै सामान किन्दै आइसक्यौँ र अहिले चाहिँ 6:54 पनि भइसक्यो। घर गएको छैन, पानीपुरी खानलाई बसेको समेत। यो चाहिँ यता चटक छ भने ह्यान्डसम छ नि त पर्दैन यस्तो कुरामा लाग्ने होइन। केटाकेटीहरू बिग्रिन्छ फेरि। ल पानीपुरी खाएको नि देखाउँछ है त। ए साथीहरू हामी छिटो खाइरहेको कुकुरे यो हाम्रो 20 रुपियाँको। यस यो नि है मिठो रहेछ। पिरो त पिरो हो, अनि देखाएको मात्र आज खासै पिरो होइन। ठिकै हो। स्टार्ट गर अनि म स्टार्ट गर्छु। मैले यसलाई 6 बजे भेटेको, यसले 7:30 यहीँ बजिदिसक्यो। यो भनेको मसँग भएको पावर लागि आएन। अहिले मान्छेले धेरै हेर साल होइन। 7:15 जति हुन आँट्यो। पानीपुरी खाएर सकेर अब हामी घर जान्छ। ल हेर्नु हाम्रो बाटो चाहिँ यस्तो छ कि एकदमै अँध्यारो छ, यस्तै छ। यसरी नै हिँड्नु परेछ। ल अरू के भन्नु? अरू के भन्नु? अरू के भन्नु? कन्टेन्ट त केही दिन आउँदैन। यस्तो कन्टेन्टको बारेमा भन्नु त भनिदिनु त। हामी एकदमै पीडित छौँ कन्टेन्ट नपाएर। खास गरी म चाहिँ अर्कै युट्युबवाली हो, यिनीकोमा आज आइदिएको हो। अरू मेरो पनि त्यस्तै हो, 50 मात्र पुगे क्या, 15 पुगे होइन। त्यस्तै चलिरहेको आफ्नो बिजनेस आफै गर्नुपर्छ। अनि अरू के सुनाम भन्दाखेरि चाहिँ के बोलौँ हुन्छ कि हाम्रो मेन प्रब्लम भनेको नै पाल्पाबाट आउनु भएको कि। यस, जब 2 दिन बिदामा आएको है। तर मैले नि आउँदाखेरि त कन्टेन्ट पाएँ, तर बनाउन टाइम हुँदैन एडिट गर्नलाई। ल हेर्नुहोस् यता। ल अहिलेलाई गाइस, वी आर रिच्ड आवर होम। कौन है ये लोग? कहाँ से आते हैं? रिच यस, वी फाइनली चाहिँ घर आयो। अनि मेरो साथी र म पनि भेट्यौँ। वेलकम होम। ह्याप्पी न्यू इयर साथी। न्यू इयर आइपुगे होइन। धेरै पछि मेरो साथीलाई भेटियो। यो चाहिँ अर्डर दिए है। ल मलाई प्लिज होइन, मलाई चाहिँ भाइरल गरिदिनु है गाइस। 30 सब्सक्राइबर भन्ने रे। ल होइन भाइरल हुनु पर्यो होइन। मेरो यो कसको आइडीमा हाल्ने हो? जिरेकोमा हाल्ने हो। ल जिरे भाइलाई चाहिँ भाइरल गरिदिनु पर्यो। अरू भने त्यस्तै हो, फेरि म रिसाउँछु नि गाई।